सो हेलो गाइज, आज चाहिँ मैले चाहिँ यहाँ ब्लगको लागि चाहिँ भिडियो सिडियो बनाउनु यताउता गर्नु चाहिँ मैले माइक्रोफोन किनेर ल्याएको छु। हेरौँ हैन, यो म अब यो अनबक्सिङ गर्दैछु हैन। डबल छ यो चाहिँ, अनि माइक्रोफोन चाहिँ यो माइक चाहिँ डबल रहेछ यसमा हैन। सो यो चाहिँ अब यहाँ भित्र हेरौँ के छ कस्तो छ हैन। के हो है, ओहो दुईटा रहेछ। यो चाहिँ के हो, यो चाहिँ उयसको होला। यो चाहिँ मोबाइल, यो चाहिँ मोबाइलमा चाहिँ घुसार्ने रहेछ, यसरी पछाडि उयसमा घुसार्ने। अनि यो चाहिँ भयो, यो चाहिँ माइक। यो हेरौँ कस्तो हुन्छ। ठिक त ठिकै जस्तो छ। अब यहाँ चार्ज गर्ने होला यो चाहिँ। यो खासै मलाई पनि त्यति थाहा भएन, आज मात्रै किनेर लिएर आएको। अनि यो चाहिँ यो प्लास्टिकमा चाहिँ के हो, यो प्लास्टिक यस्तै होस्। यो चाहिँ दुईटा माइक रहेछ। अनि यसमा के छ अरू त के छ भने, यसमा चाहिँ चार्जर होला, डाटा केबल रहेछ। यो चाहिँ डाटा केबल रहेछ हैन। डाटा केबल पनि कति छोटो हो, यो एकदम छोटो रहेछ डाटा केबल चाहिँ, लामो हुनुपर्ने। यसको त काम छैन। अब यो कसरी जोड्ने, यो के गर्ने भन्ने कुरा चाहिँ यसमा चाहिँ छ जस्तो छ हैन। यो चार्ज कसरी गर्ने, अब यस्तो सबै होला। अब यसो यही हो, तिनै रहेछ। यो पनि मोबाइल चाहिँ चार्ज गर्ने होला। यो आफै चार्ज हुने हो, त्यो हेर्नुपर्छ हैन। सो गाइस, अहिलेलाई चाहिँ काम भइसक्यो हैन। यो ल्याइसकेँ मैले। अब हेरौँ कस्तो भिडियोमा कस्तो हुन्छ, साउन्ड हेरौँ, साउन्ड क्वालिटी कस्तो आउँछ हैन। हेरौँ एकचोटि हैन। यो चाहिँ हेर्नुहोस्, यसलाई चाहिँ अहिले यसलाई पछि चार्ज गरौँ होला। अहिले यतिकै होस्। चार्जर चाहिँ एकदम छोटो रहेछ, यसमा धेरै छोटो के चार्जर चाहिँ। अब यिनीहरू त खासै त्यति काम छैन जस्तो लाग्यो मलाई। यो दुईटा चाहिँ कामै छैन जस्तो लागेछ। अब यो चार्जर के हो न, यति छोटो चार्जर कसरी चार्ज गर्ने हैन। चार्जर चाहिँ एकदम छोटो हुँदो रहेछ गाइस है। अब यो चार्जर पनि यसमा राखौँ। यसलाई चेक गर्नुपर्छ अब कस्तो आउँछ साउन्ड हैन। चेक गरौँ। यो भित्र राख्दै यसो अहिलेलाई चाहिँ म यसलाई भित्र राखिदिन्छु होइन। अब एकछिनमा यो कस्तो, अब के हो कस्तो हो होइन, कतिको राम्रो क्वालिटी आउँछ हेरौँ। चार्ज गर्नुपर्छ जस्तो यो।